सबै यही प्रोडक्ट के नेपालको दाल नहुँदै फोटो खिच्नु नहुँदै चाहिँ म केन्द्रै गर्दैन यो त फर्सी हो त हरिया मन्दिरले भन्छ चाइन म चाहिँ हाम्रो बागवानी प्रमुख सर उहाँसँग एकचोटि बुझ्नु होला है सर म रामकुमार यादव म यता जान्छु सरले मलाई के यो झालको छ नि हाम्रो यो काठमाडौँमा फल के छ हुन्छ कि हुँदैन यहाँको माटोको ठाउँमा रोपेर यो फलहरू उब्जन गर्न सक्छ सक्दैन खास गरेर आँपको काठमाडौँ र यहाँ बस्ती ठाउँहरूमा र यता 5 खालमा त बगानै छ र यता पनि अलिअलि सुरुवात यहाँ चाहिँ लगाउनु एकदम सानो किन यो त एक्सपेन्सिभ ठाउँ पनि हो यो तराईको जस्तो सस्तो त छैन नजिक बोट लगाउने हाई डेन्सिटी प्लान्टिङको अवधारणाले अथवा किचन गार्डन छतमा पनि ड्रममा लगाउन सकिन्छ अम्रपाली र नील त्यस्तो ड्वार्फ भेराइटी हामी भन्छौँ र यहाँ हाम्रो डिस्प्लेमा छैन अर्को यो नयाँ अहिले चाहिँ भएको छैन यो अरुणिमा भेराइटी पनि यो भर्खर आइराखेको छ इन्डियन भेराइटी हो समष्टिपुर पुसामा निकालेको छ रिसर्चबाट त्यो लगाउनलाई मैले यसो भन्न सक्छु तपाईँलाई यो आँपबारे सबै थाहा छ है प्रजाति अलिकति भन्दैन तपाईँको परिचय त्यही भन्दा हो नमस्कार म रामकुमार यादव उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरको केन्द्र प्रमुख अहिले नेपालमा कति प्रजातिका आँपहरू उत्पादन हुन्छ नेपालमा थुप्रै जातहरू छन् अब यो सङ्ख्यात्मक हिसाबले भन्दाखेरि 50-60 जातको पाउन सक्छ अब आफ्नो विभिन्न ठाउँको विशेषता र लोकल आँपहरू जसको चाहिँ यो दर्ताहरू भएको छैन सिफारिस भएको छैन पनि हामी बागवानी केन्द्रको कुरा गर्दाखेरि हाम्रो बागवानी केन्द्र नवलपुर सर्लाहीमा 35भन्दा बढी जातका आँपहरू छन् जहाँ म्याक्सिमम इन्डियन जातहरू छ जुन हामी सबैले थाहा भएको कुरो भेराइटी एकदम राम्रो भेराइटी छ पाकिस्तानी भेराइटी जसलाई अमन दशहरी हामीले बुझ्न सक्छौँ दशहरीभन्दा साइज ठुलो र टेस्ट उही हो अनि बिया भित्रको एकदम मसिनो पातलो बिया हुन्छ अनि त्यसपछि नुरजहाँ बेगमपाली र अरू अहिले चाहिँ प्रचलित भएको अभियान पाकिस्तानी अभियान यहाँ हामीले देख्न सक्छौँ यो भनेको एकदम सबभन्दा लेट भेराइटी यो भदौको लास्टमा वा असोजको फर्स्ट विकमा पाक्ने गर्छ यो नेपालमा राम्रो सम्भावना बोकेको जात हो किन यो लामो समयसम्म चाहिँ यसले चाहिँ बजारमा फल दिन टेकाउन सक्छ अनि त्यस्तै हामीसँग अहिले त अमेरिकन भेराइटीहरू पनि छ अहिले यो मौसममा कति प्रजातिका